सब्सक्राइब गर्नुहोस् यस टेक्निकल एजुकेसन च्यानललाई र यस घन्टीलाई दबाउनुहोस् लेटेस्ट टेक्नोलोजी भिडियो सबैभन्दा अगाडि हेर्नको लागि। नमस्कार साथीहरू, तपाईहरु हेर्दै हुनुहुन्छ युट्युब च्यानल टेक्निकल एजुकेसन। आजको म यस भिडियोमा तपाईलाई चाहिँ खल्ती एपमा मोबाइलबाट कसरी पैसा लोड गर्ने भन्नेमा चाहिँ सिकाइदिन गइरहेको छु। त्यसको लागि चाहिँ तपाईले आफ्नो ब्याङ्कमा चाहिँ मोबाइल ब्याङ्किङ अथवा इन्टरनेट ब्याङ्किङ चाहिँ इनेबल गर्नुपर्ने हुन्छ र आज चाहिँ मैले यसमा खल्तीमा चाहिँ लक्ष्मी ब्याङ्कबाट पैसा लोड गरेर देखाइदिन गइरहेको छु। र तपाईसँग चाहिँ खल्ती एप छ होला र अकाउन्ट पनि बनाउनु भएको छ होला। यदि छैन भने कसरी बनाउने भनेर चाहिँ मैले भिडियो बनाएको छु। त्यो हेरेर तपाईले खल्ती एपमा चाहिँ आफ्नो अकाउन्ट बनाउन सक्नुहुन्छ र त्यो भिडियोको लिंक चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। तपाईले चाहिँ त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ र नभए म आई बटनमा पनि भिडियो राखिदिन्छु, त्यहाँ गएर पनि चेक गर्न सक्नुहुन्छ। र एपमा चाहिँ लगइन गरिसकेपछि तपाईले चाहिँ जस्ट खल्ती एप चाहिँ खोल्नुहोस् र खल्ती एप खोलिसकेपछि यहाँ चाहिँ तपाईले चाहिँ देख्न सक्नुहुन्छ लक्ष्मी ब्याङ्कबाट लक्ष्मी ब्याङ्ककै एपबाट पनि लोड गर्न मिल्छ। तर मैले चाहिँ यहाँ चाहिँ खल्ती एपबाट चाहिँ लोड गर्न गइरहेको छु र खल्ती एपमा चाहिँ ब्याङ्कबाट चाहिँ ब्यालेन्स लोड गर्नको लागि यहाँ चाहिँ फर्स्टमै चाहिँ अप्सन छ लोड ब्यालेन्स, सेन्ड रिक्वेस्ट, रेमिटेन्स, ब्याङ्क ट्रान्सफर भन्ने चाहिँ फर्स्टमै अप्सन छ र यो फर्स्ट अप्सन लोड ब्यालेन्समा चाहिँ क्लिक गरिदिनुहोस् र लोड ब्यालेन्समा क्लिक गरिसकेपछि यहाँ तपाईले धेरै अप्सन देख्न सक्नुहुन्छ। लिङ्क अकाउन्ट, ई ब्याङ्किङ, मोबाइल ब्याङ्किङ, भिसा कार्ड, भिसा, मास्टर, एमएक्स कार्ड अनि यसरी चाहिँ यो ब्याङ्कको चाहिँ अप्सनहरू देखाएको छ। र आज चाहिँ मैले तपाईले चाहिँ मोबाइल ब्याङ्किङबाट चाहिँ कसरी गर्ने भन्ने बारे चाहिँ सिकाइदिन गइरहेको छु। यदि तपाईले चाहिँ एटिएम कार्डबाट कसरी पैसा लोड गर्ने भन्ने बारे चाहिँ जान्न चाहनुहुन्छ भने त्यसको पनि मैले भिडियो बनाएको छु, डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु। त्यसबाट पनि तपाईले चाहिँ एटिएम कार्डबाट पनि खल्तीमा चाहिँ पैसा लोड गर्न सक्नुहुन्छ। र जस्ट म चाहिँ यहाँ मोबाइल ब्याङ्किङबाट चाहिँ लोड गर्न गइरहेको छु र मोबाइल ब्याङ्किङमा थिचिसकेपछि यहाँ तपाईको चाहिँ धेरै ब्याङ्कको चाहिँ अप्सन आउँछ। यहाँबाट तपाईको कुन चाहिँ ब्याङ्कमा चाहिँ खाता छ त्यो ब्याङ्क चाहिँ तपाईले चुज गर्न सक्नुहुन्छ। र मेरो चाहिँ म अहिले यसमा चाहिँ लक्ष्मी ब्याङ्कबाट चाहिँ लोड गर्न गइरहेको छु र लक्ष्मी ब्याङ्कबाट लोड गर्न लागेको भएर तपाईँ चाहिँ यहाँ एमाउन्ट चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। म चाहिँ अहिले 500 रुपिस लोड गरेर गइरहेको छु। यसरी 500 रुपियाँ मैले चाहिँ सिलेक्ट गरेर यसरी लोड फन्डमा क्लिक गर्छु र यसरी लोड फन्डमा क्लिक गरिसकेपछि यहाँ चाहिँ मेरो चाहिँ अब ब्याङ्कमा चाहिँ लगइन गर्नुपर्ने हुन्छ र यसमा चाहिँ तपाईले आफ्नो ब्याङ्कको युजर नेम, मोबाइल नम्बर अथवा युजर नेम राखेर र पासवर्ड राखेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ म यहाँ आफ्नो ब्याङ्कको चाहिँ आइडी राख्न गइरहेको छु अनि यहाँ चाहिँ मैले पासवर्ड राख्छु र पासवर्ड राखेर जस्ट लगइनमा क्लिक गर्दिन्छु र यसरी लगइनमा क्लिक गरिसकेपछि यहाँबाट चाहिँ ओटिपी चाहिँ हाल्नुपर्ने हुन्छ, जुन वान टाइम पासवर्ड। ओटिपी चाहिँ तपाईको चाहिँ मोबाइलको मेसेजमा चाहिँ आएको हुन्छ र तपाईले चाहिँ त्यो ओटिपी यहाँ हाल्नुपर्ने हुन्छ। यहाँ चाहिँ मेरो ओटिपी आएको छ 952807 952807। यहाँ चाहिँ ओटिपीमा गएर (952807) यसरी तपाईले चाहिँ ओटिपी हान्दिनुस् र ओटिपी हानेर जस्ट पेमा चाहिँ क्लिक गर्दिनुस् र यहाँ चाहिँ अलाउ गर्दिनुस्। यहाँ चाहिँ तपाईले मेसेज आएको छ ब्यालेन्स लोड अफ RS 500 फ्रम लक्ष्मी ब्याङ्क लिमिटेड इन योर वालेट इज कम्प्लिट भनेर आएको छ र मेरो चाहिँ यसरी खल्ती एपमा चाहिँ मेरो ब्यालेन्स चाहिँ लोड भएको छ र यसरी तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। र यसरी चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ मेरो चाहिँ ब्यालेन्स लोड भइसकेको छ र यसरी तपाईले चाहिँ खल्ती एपमा लक्ष्मी ब्याङ्कबाट अथवा अरू कुनै ब्याङ्कबाट मोबाइल ब्याङ्किङबाट चाहिँ यसरी चाहिँ खल्ती एपमा पैसा लोड गर्न सक्नुहुन्छ। साथीहरू, तपाईलाई यो भिडियो कस्तो लागेको छ प्लिज कमेन्ट्समा भन्न नबिर्सनु होला र यदि तपाईलाई यो भिडियो राम्रो लागेको छ भने प्लिज लाइक गर्न नबिर्सनु होला र यदि तपाईलाई यस भिडियोले अरू कसैलाई हेल्प हुन्छ जस्तो लाग्छ भने
प्लिज सेयर गर्नुहोला र यदि यस टेक्निकल एजुकेसन युट्युब च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोला र त्यसकै साइडमा रहेको बेल आइकनले पनि थिच्न नबिर्सनुहोला ताकि अब आउने टेक्नोलोजीसँग रिलेटेड नयाँ भिडियोहरू तपाईलाई सबैभन्दा अगाडि मिल्न सकोस्। धन्यवाद।